सुरक्षा हामी यस्तै घुम्दै डुल्दै हामी यो के हो यो ल के हो यो यस्तो छ त हौ अम्म सानो दादा भएन त हौ अम्म यो यस्तो भएन त अलिकति नेचर बचाउँ नेचर बचाउँ लेटाङबाट यता तराङबाट हुँदै उता तल हुँदै लेटाङ जानु होइन मजा आइरहेको छ पानी पानी छुन्छ क्या आमा तालैमा यो पानी कहाँदेखि आउँदैछ होला नि उध्रिनु पर्ने हो होस् राम्रो छ आमामा कम्ता चिज अर्ग्यानिक हो नि त फुटेर यताबाट निक्लिरहेको छ यो भाइ चाहिँ खतरा छ है ल मलाई खतरा लाग्यो भाइ आयो नि त सुरुमा नाम के हो भाइ आऊ न लजा गरे आम्मा लजाइदिइरा सो फ्यामिली तपाईँहरू सन्चै हुनुहुन्छ म एकदम सन्चै छु म चाहिँ कसैको दाइ कसैको भाइ तपाईँहरू चाहिँ प्यारो भान्जा भाइ वेलकम टु माई न्यू ब्लग होइन साथीहरू सन्चै हुनुहुन्छ होला होइन आज के छ भन्दाखेरि टक्कसँगले लेटाङदेखि होइन माथि हाम्रो यता वारङ्गी वारङ्गी रम्कुटा हुँदै राजारानी हुँदै यताबाट बेलेटार हुँदै यता घुमेर होइन यता एक राउन्ड हानेर होइन घुम्दै होइन टुर हान्दै बाइकमा होइन आउँदैछौँ हामी लेटाङमा फेरि होइन घुमेर अनि अब तपाईँहरूलाई यदि लास्टसम्म हेरेर साथ सपोर्ट दिनु होला होइन अनि तपाईँ नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु होला लाइक हान्नु बिर्सिनु भएको छ भने लाइक हानिदिनु होला होइन अनि हुन्छ अब हामी चाहिँ लाग्नु आँटेको म सुगा लगाएर अब रेडी भइसकेको अगाडि लाग्दैछु होइन यताको बाटो जानुपर्ने हुन्छ किनकि खासमा कहाँ जानु आँटेको वारङ्गीतिर ल वारङ्गी अब लेटाङमा बसेपछि चाहिँ होइन माथिबाट वारङ्गीबाट तल आउने अनि वारङ्गीतिर जानेहरू बेसी हुन्छ क्या मान्छे तर म चाहिँ अहिलेसम्म गएको छुइनँ वारङ्गी होइन अब हेरौँ कस्तो हुन्छ होइन हामीसँग चाहिँ हामी चाहिँ चार भाइहरू छौँ होइन भाइ दाइ भनौँ मेरो ड्याड्स पनि छ अनि मामाहरू हुनुहुन्छ दाइहरू हुन्छ होइन चारजना छौँ होइन एकजना यता हुनुहुन्छ मेम्बर दाइ अनि पछाडि आउँदै हुनुहुन्छ होइन मेरो ड्याड्स र मामा आउँदै हुन्छ होइन टक्कसँगले हामी चाहिँ चारजना भएर चाहिँ जाँदैछौँ होइन टक्क पेट्रोल हाल्दैछ होइन यता मामा हुन्छ मिस्टर बतास मामा होइन टक्क सबै सब्सक्राइब हानिदिनु होला उहाँको च्यानलमा होइन अनि यता चाहिँ मेरो फादर होइन यता अब के भनौँ अब होइन त्यही त अब टक्कसँगले अगाडि बढिँदैछ हामी चाहिँ यात्रामा अब त्यही हो अन्त दुईवटा बाइकमा दुईजनाले यताबाट हात्ती निक्लिसकेको छ अब कसको के हुन्छ होइन टक्क त्यही हो म चाहिँ मोटर भ्लगर होइन तर अब हल्का क्लिपहरू चाहिँ म देखाउँछु होइन बाटोतिरको तर मोटर भ्लगरहरूले मात्रै हान्छ नि त म बाइकतिर यसो म चाहिँ भ्लग मात्रै हान्छु होइन त्यही हो पछि बाइक भयो भने पनि हान्नुपर्छ मोटर भ्लग त होइन छोडी नै होइन क्या फेरि कन्टेन्ट चाहिँ होइन यहाँ यो ठाउँ चाहिँ यता सुके चौरी हो तपाईँहरू लेटाङमा बस्नेहरूले हेर्दै हुनुहुन्छ भने चाहिँ तपाईँहरूलाई अवश्य थाहा छ होला सुके चौरीको अगाडि होइन ट्याक्क लाएर यहाँ बलहरू खेल्छ टक्कसँगले पेट्रोल हालिसक्नुभएको छ अब हामी चाहिँ लाग्नुपर्ने हुन्छ आफ्नो गन्तव्यतिर हामी चाहिँ यहाँनिर उत्रिसकेको छौँ यहाँनिर केही किन्नु हुने हो होइन दाइले अब टक्कसँगले यहाँनिर डोनट किन्न आउनुभएको रहेछ त्यही हो होइन अगाडि बढिसक्नु भएको छ हाम्रो बाइक चाहिँ यहाँ टक्कसँगले यहाँ रेडी छ डोनट किन्नु हुँदैछ अब टक्क यही हो होइन सक्यो अब हामी लाग्नुपर्ने हुन्छ मैले त अहिले भर्खर भात खाएको खाँदिनँ होला बोकिदिन्छु मैले ब्यागमा ल टक्कसँग भात भर्खर खाएको यो भरे काम लाग्छ टक्क यो चाहिँ पुरानो झोलुङ्गी पुल हो होइन अहिले नयाँ झोलुङ्गी चाहिँ तल छ अनि यहाँनिर पर्खेको परबाट आउँदैछ यहाँनिर देख्न सक्नुहुन्छ होइन त्यही हो हल्का गर्मी पनि छ क्या गर्मी बाटो फेरि त्यस्तै छ यस्तो छ बाटो माथि कालो ओह्रालो होइन यहाँ चाहिँ अलिकति खराबी छ क्या बाटो खाल्टो खुल्टुङ थियो अब त्यस्तै हो होइन के पाउनुको लागि के गर्नुपर्छ केही चिजहरू त्याग्नुपर्छ भन्दा त्यही हो ल टक्क आउँदैछ परबाट यो टक्कसँगले
यहाँनिर सक्नुहुन्छ हामी चाहिँ यहाँ आइसकेको छौँ होइन टक्कै एनएस चाहिँ तातेर अलिकति गाह्रो अवस्था त्यो यस्तो बाटोतिर देखि त नि 1 घण्टामै कति पुग्छ नि हैन बाटो कति छ नि त हल्का होइन बाटो अलिक नराम्रो छ अनि यस्तो चाहिँ तातिहाल्छ अरे यस्तो बाटोतिर होइन तातिरहेको छ टक्क हावा खाँदै र यहाँ चाहिँ ओहो ठिक छ टक्कसँग चाहिँ हामी यहाँ चाहिँ एकछिन यहाँ पर्खिनु पर्ने हुन्छ हाम्रो यहाँ अलिक ढिलो हुँदैछौ हेलो लजाएर हेर भागेको स्कुल चाहिँ कहाँ छ यता उतो हो त ए यो मैले देखेको थिइनँ हेलो हेलो भाइहरू ल यता आऊ न यता सबैजना यता आऊ त सबैजना यता आऊ न यहाँ आऊ न भाइ यहाँ आऊ न यहाँ नाम के हो यहाँ आऊ न यसो गफ गरिदिउँ न आऊ त आऊ न सबैजनाले यसो हेरेर गफ गरिदिउँ न लजाको हेर न बुढो आऊ न भाइ आऊ गफ गरिदिउँ न यहाँ नाम के हो आऊ न आऊ के हुँदैन किन लजाको यो भाइ चाहिँ खतरा छ है ल मलाई खतरा लाग्यो यो भाइ आयो नि त सुरुमा नाम के हो भाइ आऊ न लजाको अरे आम्मा लजाइदिइरह ल मुख धुँदैछ आऊ न यहाँ गफ गरौँ न भाइ जो यहाँ शीतल छ क्या यो बर्फी पर्ले गर्दा धेरै नै शीतल रहेछ होइन यहाँ छेउकै छ स्कुल अनि बाटो यताबाट हजुर ल जाउँ अब खोइ आउनै हुँदैन अब ल भाइ गएको बाई बाई ल बाई बुनु बाई बाई ल सबैजना ल बाई 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 ल आएन अब के गर्नु यसो अहिले चाहिँ हामी चाहिँ यहाँनिर पानी खाने ठाउँ रहेछ हामी चाहिँ पानी खान जाँदैछौँ होइन त्यही टक्क अब यहाँको पाहाडको पानी चाहिँ फेरि जडुवा हुन्छ यस्तो मिठो हुन्छ यस्तो चिसो हुन्छ यहाँ चाहिँ हाम्रो मामाहरू आउँदैछ मामाहरू चाहिँ नभन् मामा र पापा यसो अब जरुवा पानी टेस्ट हान्ने ओहो अर्गानिक पानी चाहिँ पिउनुपर्छ यार काममा कम त चिज छैन हौ यो अर्गानिक हो नि त खानु बाट फुटेर निस्क्यो यताबाट निक्लिरहेको छ धेरै राम्रो गरेको ढुङ्गाले निस्के मान्छेले उत्तो खोज्छ भन्ने सुनेको थिएँ हो नि यताबाट पानी नै पानी छ होला भित्र टिकट व्यवस्थित गरेको अब त्यो अलिअलि चाल्यो अब यहाँ पानी अब पनि खानुपर्ने हुन्छ टक्क यहाँनिर आएर यो ठाउँको नाम के हो ए वारङ्गी यसलाई नै भनिन्छ म चाहिँ फर्स्ट टाइमै वारङ्गीमा अनि टक्क अनि हामी चाहिँ वारङ्गीमा यता सर हुनुहुन्छ अनि यहाँ चाहिँ हामी अलि रेस्ट टाइम भनौँ न वारङ्गी रहेछ टक्क बोट पनि सक्नुहुन्छ अनि यहाँनिर मामा र पापा आइसक्नु रहेछ ल होइन यहाँ चाहिँ टक्क एकछिन बस्नुपर्ने हुन्छ रेस्ट टाइम त्यसपछि यो तातेर इन्जिन तातिरहेको छ अरे दाइले भनेको अनि दाइ चाहिँ माथि जानुभयो ल हामी एकछिन यहाँ बस्नुपर्ने हुन्छ यता सर पनि हुन्छ हाम्रो यताको सुरक्षाकर्मी सर यहाँनिर सबै सुरक्षा हामी यतै घुम्दै डुल्दै ल त्यही हो हामी चाहिँ पहिलोचोटि हो यही वारङ्गी रहेछ यो ल आज वारङ्गी पनि देखियो यता लेटाङमा बसेर अब वारङ्गीतिर अब वारङ्गी त भनिन्छ अब कहिले आइँदैन कहिले सुनेको होइन अब देखेको चाहिँ छैन अब यही रहेछ देखियो होइन यो खुसी लाग्यो अब यहाँ चाहिँ दोकान रहेछ खाजा साजा अब के हुन्छ खानुपर्छ टक्कसँगले यहाँभित्र यस्तो रहेछ यो हामी चाहिँ खाजा खानु लागेको यसो खाजा छ यहाँ चाहिँ स्प्राइट होइन यता चाहिँ खानु भएन मामाले चाहिँ ल
सुरु गर्नु भइसकेको छ म पनि सुरु गर्छु टक्कसँग खाजा साजा नास्ता भइसकेको छ अब चाहिँ हामी यता हाम्रो हुन्छ हामीलाई यस्तो सुविधा दिनुभयो होइन खाजा खुवाइदिनु भयो धन्यवाद र हुन्छ अब हामी चाहिँ लाग्नुपर्ने हुन्छ ठिक छ हामी यो बाटो लाग्नेछौँ टक्कसँगले यस्तो छ यो अन्त हामी चाहिँ यो के हो यो ल के हो यो यस्तो छ त हौ अम्म सानो दादा भएन त हौ यो यस्तो भएन नि त अलिकति नेचर बचाउँ हाम्रो वन सुरक्षित राख्नु वन यस्तो त भएन नि त यो के हो यो ओहो उता हो हाम्रो बाटो उता यो ल यस्तो भएन जलाएर सफा बनाउँछ क्या भएन हाम्रो देश बचाउ देश बचाउ यस्तो हेर्नु सक्नुहुन्छ आम्मा के हो यो बल्दैछ ऊ माथि आएको गाह्रो छु नेपालले के गर्यो सबै उठेर आउँदैछ यता किन अनुहार छोप्नु भएको नि अनुहार छोप्नु यो हेलो हेलो कतातिरको यात्रा हो हजुरको हेलो कतातिरको यात्रा हो नजर भयो बोल्नै भएन केही छैन ठिक छ यहाँ चाहिँ यस्तो रहेछ कताको खोइ यता दुईवटा ओहो यहाँ त के हो ठाउँ त यस्तो बवाल छ त हौ तालैमा यो पानी कहाँ देखाउँदैछ होला नि उत्रिनु पर्ने हुँदै पर्दैन त्यो राम्रो छ यार ओहो उहाँहरूको चाहिँ आउनुहुँदैछ ल टक्कसँगले यस्तो रहेछ राम्रो रहेछ होइन यहाँ ताल बन्दै रहेछ ठिक छ बवाल छ एउटा क्लिप हान्न फोटो ट्याक्क लगाएर अहिले चाहिँ बुधबारैमा आइपुगेको छु माथि सक्नुहुन्छ हेलो 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 यस्तो टक्क बुधबारै यो चाहिँ होइन साथीहरू बुधबारे होइन बुधबारे बुधबारे ल बुधबारे भन्दैछु म बुधबारे ल यस्तो छ है राम्रो छ यहाँ फुटबल पनि खेल्दो रहेछ ट्याक्क ल्याएर ल यस्तो छ राम्रो छ धेरै राम्रो छ टक्क बुधबारे 6 नम्बर बुधबारे हो 6 नम्बर बुधबारे ल ट्याक्क हाम्रो मामा अगाडि हुन्छ अनि यहाँ हाम्रो दाइ यहाँ पछाडि जर्सी यो नाम हेर्नु सक्नुहुन्छ साम्पाङ ल अगाडि मामा हामी चाहिँ पछाडि टक्क बुधबारेको मेन रोडमा हो हामी यहाँ पिच बनाउँछ जस्तो लाग्यो मलाई चाहिँ होइन यसो हेर्दा यहाँ चाहिँ ग्यारेज 6 नम्बर बुधबारेको ग्यारेज हेर्नु सक्नुहुन्छ अनि यहाँ चाहिँ चेनमा तेल हालेको भर्खर अगाडि एकचोटि हाल्दा माथि भन्नु न त ब्याट्री हाल्दा माथि फ्यानै फ्यान त केको फ्यान हो कमेन्ट यो बाटोबाट टक्क लगाएर लाग्नुपर्ने हुन्छ गन्तव्य चाहिँ धेरै लामो छ जस्तो छ होइन आजको गन्तव्य अन्तिमसम्म हेरेर साथ सपोर्ट यहाँको बाटो चाहिँ एकदमै राम्रो रहेछ होइन 6 नम्बर बुधबारे ल टक्कसँगले बाटो चाहिँ बबाल रहेछ यहाँदेखि चाहिँ कच्चा रोड छैन जस्तो लाग्यो मलाई चाहिँ होइन टक्कसम्म कच्चा रोड गाह्रो हुन्छ मलाई अगाडि बढ्दै हामी दामी छ बाटो
राजारानीमा छौँ राजारानी यस्तो चाहिँ ल टक्कसँगले हाम्रो पोखरी राजारानीमा हामी चाहिँ बगाल छ हाम्रो पोखरी चाहिँ बगाल चाहिँ अहिले चाहिँ यहाँ राजारानी हेर्दा यो राजारानीको गेट अगाडि आइसकेको छौँ हेरेर अब मामाहरूले पर्खेको आउने हुन्छ यो बाटोबाट हुन्छ परको बाटोबाट राजारानी ताल चाहिँ यस्तो चाहिँ टक्कसँगले भित्र यत्रो ठुलो रहेछ पानी पनि फेरि कहाँदेखि आउँछ भन्ने थाहा रहेछ नि मलाई त्यहीँ जमिरहेको छ क्या पानी पनि सकिँदैन रहेछ कहिले हो नि त तालो हालेको त दामी छ हेर्नु टक्कसँग पर्खिँदैछु होइन आएर मैले यताबाट हुन्छ अहिले अलिक जाडो बढ्दैछ होइन लेटाङमा त उपर गर्नु छ नि त अलिक जाडो बढ्दैछ यता आएपछि अलिक माथि लेकतिर आइन्छ जस्तो छ होइन राजारानी अनि त्यहाँ चाहिँ रानी ताल लेखिरहेको छ फेरि त्यो त्यही हो अब भित्र छिरिसकेको छौँ उपरबाट मान्छे छिरेछ त नि दाइ त्यहीँसम्म हो ल ठिक छ हेर्नु अब अलिकति यो झन्डा चाहिँ चेन्ज गर्ने बेला भयो रहेछ जस्तो लाग्यो मलाई अलिकति च्यातिएको जस्तो देखेँ मैले कि छैन र नेपालको झन्डा हो नि त हाम्रो राष्ट्रिय झन्डा अलिकति रेस्पेक्ट दिनुपर्छ केही छैन जस राम्रो छ रानी ताल लेखिरहेको छ त्यहाँ होइन अनि यहाँ चाहिँ बन्दै रहेछ धेरै राम्रो बन्छ जस्तो लागेको छ मलाई चाहिँ होइन अब के छ यहाँ चाहिँ भिजिट हान्नुपर्ने हुन्छ होइन टक्कसँगले यता हामी चाहिँ अगाडि बढ्दैछौँ ल त्यो बोटिङ हान्नुपर्ने हुन्छ ल अब टक्क यो मैले सोधेको थिएँ होइन चल्छ कि चल्दैन भनेर चल्छ भन्नुभयो अब हामीले टक्कसँगले अब बोटिङ हान्ने हो होइन अब यहाँ पर्खिनुपर्छ त्यहाँ मान्छेलाई माछा पनि रहेछ क्या फेरि यहाँ चाहिँ फेरि यस्तो हात गर्दाखेरि माछा आयो भने त फेरि गिद्दी हुन्छ हातमा होइन यो बोटिङको नेपालको झन्डा टक्क भएको अब पर्खिनु पर्ने हुन्छ यहाँको मान्छेलाई पर्खेर ल 3 राउन्ड हुन्छ रहेछ टक्कसँग 3 राउन्ड दाइ आइसक्नु भएको छ होइन खोलिँदैछ फेरि हावा पनि त्यस्तै चलिरहेको छ अलिक जाडो छ क्या फेरि अब सुरु भइसकेको छ हाम्रो बोटिङ गला यता ग्यास हुन्छ भने यता दाइहरू हुन्छ पछाडि होइन ल सुरु भइसकेको छ अब कस्तो हुन्छ ओके भनिदिनु ल हेर्नु यस्तो दिँदैछ है ल नेपालको झन्डा कति चाहिँ मोबाइल फेरि खस्छ माछा अलिकति मेरो पक्रेपछि त कहाँ छोड्छु त अनि यताउति हुन्छ त ल मजा आयो होइन मजा आइरहेको छ पानी छुन्छ कि क्या आमा रमाइलो छ है बवाल छ ल पानी आयो अनुहारतिर अहिले चाहिँ बोटिङ हानेर आएको होइन बोटिङ चाहिँ यस्तो हुन्छ क्या फेरि डर लागेर मैले चाहिँ अलिकति मात्रै हाने भिडियो होइन पुरै हान्नु सकिनँ त्यही पनि हान्ने होइन अब चाहिँ यो रानी ताललाई बाई भन्नुपर्ने हुन्छ किनकि अब हामी अगाडि बढ्दैछौँ अब चाहिँ हामी उता राख्नुपर्ने हुन्छ अब कता पो त बेलेटार हेर्नु अब हामी चाहिँ बेलेटार राख्नुपर्ने हुन्छ ल अब चाहिँ सबैजना अब फेरि हामी दाइसँग अब बाइकमा हुनेछौँ साथमा यसो भ्यूहरू देखाउँदै होइन त्यति भ्यू त देखाउनु सक्दिनँ त्यही माथि होइन धेरै हुन्छ भनेर अब अल्छी लाग्छ होला नि तपाईँहरूलाई हेर्दा होइन त्यसैले हल्का भ्यूहरू म देखाउँछु टक्कसँग यहाँ छ हाम्रो बाइक अब जानुपर्छ के हो बाइक त एक्सचेन्ज भयो क्या यो बुलेटसँग ल केही छैन टक्क अब रेडी अब हामी चाहिँ जानुपर्ने छ सबैजना अब भ्यू हेर्दै ल
कामले गर्दा हाम्रो चाहिँ बाटो ब्लक भएको रहेछ पर खोल्दो रहेछ अलिक यसो अनि त्यही भानामा रेस्ट टाइम पनि भयो होइन चिचा भ्यू चाहिँ होइन टक्क लाएर त्यसो भने मामहरू चाहिँ आएको छैन पर यताबाट हुन्छ फेरि अनि यहाँ पर्खिँदै होइन त्यही बानामा यसो टेस्ट टाइम भन्नु बाटो ब्लक रहेछ पर बनाउँदै रहेछ अब बनाइसकेपछि लाग्नु पर्ने हुन्छ ल जस्तो चाहिँ टक्क जाम भएर होइन पर पहिरो गएको रहेछ अनि मिलाउँदा टाइम लागेर बितेर होइन भर्खर जानु पाइरहेको छ टक्क धुलो सुलो उडाउँदै अब हामी पनि लाग्नुपर्ने हुन्छ क्या सो अहिले उसले चाहिँ भेलेटारमा हो हामी चाहिँ होइन टक्क यहाँ गाडी कस्तो धुलो उडाएर अनुहारैभरि धुलो लागेको जस्तो छ होइन यहाँ बाइकको हालत पनि त्यस्तै छ त्यहाँनिर धुलो बाटो धुलो भएर होइन कस्तो अनुहारभरि भनौँ न यहाँ यता दाइको पनि हल्का अगाडि बाइक कुदाउँदा फोहोर धुलोहरू उडेर आयो सब हातैभरि फोहोरै भएको छ होइन अब नआउनुपर्छ गएर घरमा अनि अहिले चाहिँ भेलेटारमा हो सकिन्छ माथि भेलेटारको के ऊ भन्छ के भएको म पहिला गएको थिएँ क्या 500 रुपियाँ लिएको थियो मलाई त्यहाँ चढ्दा होइन त्यो के भन्छ बिर्से नाम चढ्नु चढेको होइन पहिला त्यतिखेर चाहिँ हुस्से लागेर केही देखेको थिएन अहिले त्यो लागेको छैन होइन अहिले चाहिँ यहाँ बाहिर म आइसकेर अब यहाँ कोहरूलाई पर्खिँदैछु आमाहरूलाई टक्कसँग आइसक्नुहरू छ हाम्रो होइन धुलोले त हानु नि धुलोले त म अनुहारै फुस्दै गरेर यता हेर्नु सक्नुहुन्छ होइन धुलो साथमा आएन फाइनलाइज गर्नु छ होइन अब टक्क यहाँ बस्नेछौँ केही खाजा खाने होला जस्तो छ होइन टक्क हामी खाजा पनि भइसकेको छ होइन अब घरतर्फ लाग्नुपर्ने हुन्छ हामीले यता भेलेटारबाट यता तराङबाट हुँदै उता तल हुँदै लेटाङ जानुपर्ने हुन्छ हाम्रो यात्रा अब घरसम्मको छ खाजा पनि भइसकेको छ टक्कसँगले घरतिर लाग्नुपर्ने आशा गर्छु म